आमा खासमा यो तपाईँको बुहारी पुतलीले भन्न खोजे अर्कै हो। के अर्कै हो? अझ बाना बनाउन खोज्छस्? तेरी स्वास्नीले मलाई राम्रोसँग ठिक पार्न जानेछु भनेको यही आँखाले देखेको, यही कानले सुनेको। अझ बाना बनाउँदो रहेछ। अत्तेरिका बाना बनाउनु खोजे होइन के आमा। यसले चाहिँ तिमीलाई ठिक पार्न जानेछु भन्नुको तात्पर्य के हो भनेदेखि जस्तै तिम्रो शरीरमा अनेक रोग होला नि त, गानो, गोला, सुगर, प्रेसर, ग्यास्ट्रिक आदि इत्यादि अनेक रोग होला नि त। हो त्यो रोगहरू चाहिँ यसले ठिक पार्न जानेछु भने हो। अब तिमी कुरै बुझिनौ। तेरो स्वास्नी डाक्टर नि हो कि क्या हो? इन डक्टरनी चाहिँ होइन, तर यसलाई डक्टरनीलाई भन्दा पनि बढी अनुभव छ क्या आमा। त्यसो भए मलाई पाइल्स छ, ल ठिक पार्न लगा त। पुतली ठिक पार्दैन त। हेर न तेरो सुत्नु, तिमी आफै ठिक पार न। मैले ठिक पार्नु भए तँलाई भन्थेँ र। तेरै पाइल्स त मैले ठिक पार्न सकिरहेको छैन आमा। भयो यो पाइल्स ठिक पार्ने काम चाहिँ पछि गर्दै गरौँ ल। तिम्रो बुहारी यही हो? साँच्चै तिमीलाई बुहारी कस्तो लाग्यो? राम्री त हो, तर संस्कार रहेनछ। सासूलाई भेटेपछि ढोग्नु पर्दैन? हो त साँच्चै। पुतली आमालाई ढोग न। नमस्ते। ल हेर, ढोगेको यही हो, नमस्ते रे। यहाँ खुट्टा ढोग। खुट्टा त ढोगे हो, रिसुट्नी। आमा खासमा यो निउरिन सक्दैन के। यसको ढाड भाँचेर मेरुदण्डमा रड हालेको छ के। जिपते बोल्छौ? कहिले भाँच्यो ढाड, कहिले हाल्यो रड? त्यसो भए आमाको खुट्टा ढोग्न त। खुट्टा ढोग्नै पर्छ। नमस्ते गरे त। नमस्तेले भएन रे के। नभएन